कता गइराख्नुपर्छ। खास तपाईको निश्चित काम चाहिँ के हो त? यही खेती कृषि नै हो कि? हजुर। तपाईँ त गायक क्षेत्रमा लागिसकेको मान्छे, राजधरीतिरै भने त अर्को गीत गाइसक्नुहुन्थ्यो होला होइन? हजुर अस्ति दुईटा गीतको भएको सुरुको। हजुर हजुर। विक्रम राई अस्ति मर्यो नि। विक्रम राई हो त, म चिन्छु। उसको पनि गीत गाउनु पर्ने थियो पहिलोचोटि जाँदाखेरि। अनि भ्याइएन र भ्याइएन भन्दा पनि फुलुन्देको आमाको इन्टरभ्यू गर्ने भने के भन्यो। अनि फेरि त्यो विक्रम राई भ्याएन, अनि त्यो पछि गर्नुपर्ने थियो। अनि ऊ कता जाने भनेर भनेर अनि त्यतिकै फर्केर उसले पनि गीत त पठाएको थियो मोबाइलमा। यस्तो खालको गीत छ, यसरी गाउनु पर्ने भनेर तपाईँलाई पठाएछ होइन? मलाई त कस्तो रक्सीले त रन भयो त, बिहानै भयो कि पानी चाहिँ एक ग्लास खाएर आएको थिएँ। अफुङ्गो जति पनि खानु भयो, यो खाली पेटमा परेछ। रिनी भयो सानैदेखि खाएर रक्सी। त्यस्तो तपाईँलाई रिङ्गटा चल्दैन रक्सीले? मलाई बिहान र बेलुका चाहिँ बेलुका भन्दा नि बिहान चाहिँ अलिकति ग्रहण गरेपछि अनि जाँगर चल्छ। कामको जोस जाँगर, त्यसैले हाम्रो अब कुलपित्र संस्कारमा पनि चल्ने नि। तर बढी खानु हुँदैन भन्ने चाहिँ सोच्नुपर्छ हामी खाने मान्छेले होइन? त्यहाँबाट लु, अनि एउटा के छ तपाईँको प्लान? ससुराली जाने कुनै प्लान छैन? कामै काम होइन? अनि यो वस्तु त तपाईँको यो एउटा त्यो एउटा, मैले त माथिको पनि तपाईँको होला जस्तो लागेर नि। मेरो यहाँनिर 3टा थियो, त्यसको आमा। अनि अहिले यस्तो अब तपाईँको खेतीपाती रहेछ के हो? यो रायो साग जस्तो यो के गर्नु पर्यो? के काम लाग्दैन? यो बस्तुले त्यति मजाले खाँदैन। घाँस खोजेरै दिनु पर्दो रहेछ नि, चरा नै होइन रहेछ नि तपाईँको, खोजेरै दिनु पर्दो रहेछ। चराउने बानी गरे पहिले गरेर चराउने गरेर यसले मलाई घाटा कम्पनी लाग्यो भइसक्यो। कति हालेर किन्नु भएको थियो? यो 35,000 जति पर्यो। 35,000 भनेपछि कति पाल्नु भएको? कति वर्ष भयो? पालेको 1 वर्ष जति, तर घाटा भयो।